के तपाईँ पनि वनभोज कार्यक्रममा जानु भएको छ? यदि जानु भएको छ भने फोटो प्रेमी पक्कै पनि हुनुहुन्छ होला। फोटो प्रेमी हुन बित्तिकै आफ्नो फोटो मात्र खिच्नु होला। अरू व्यक्ति मन पर्न बित्तिकै निजको अनुमति नलिइकन निजको फोटो खिच्नु वा निजको फोटोसँग अरू कुनै व्यक्तिको फोटो राखेर अर्को फोटो बनाउनु कार्य अपराध हो। मुल्की अपराध संहिता दफा 295 बमोजिम यस्तो अपराध गर्ने व्यक्तिलाई कानुनी कारबाही हुनेछ। यस्तो कसुर गर्ने व्यक्तिलाई 1 वर्ष कैद वा 10,000 जरिवाना वा दुवै सजाय हुने कानुनी प्रावधान रहेछ। तर सार्वजनिक स्थानमा आफ्नो फोटो खिच्दाखेरि झुक्केर अरू व्यक्तिको पनि फोटो आएको रहेछ भने त्यस्तो एक्सनलाई कसुर मानिँदैन। त्यस्तो खिचेको तस्बिरको केही भाग अर्को तस्बिरसँग मिसाएर तोडमरोड गरेर प्रकाशन गरेमा त्यसले पनि अपराध मानिनेछ र त्यस्तो अपराध गर्ने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 सम्म जरिवाना भई उसलाई दुवै सजाय पनि हुन सक्छ। धन्यवाद। त्यसैले वनभोज जाने क्रममा अथवा सार्वजनिक स्थलमा फोटो खिच्ने क्रममा सतर्कता अपनाउनु, मनोरञ्जन गर्नु र अरूको गोपनीयता चाहिँ भङ्ग चाहिँ नगर्नु। यस्तै भिडियोको लागि माई लिगल करियर पेजलाई लाइक, शेयर, फलो गरिदिन नबिर्सनु होला। धन्यवाद।